कहिले घाम कहिले पानी अनि सुख र दुःखको सङ्गम हो जिन्दगानी। जिन्दगीका यिनै भोगाई र अनुभूतिहरूलाई सँगालेर श्रोता मित्रहरू यहाँहरूले नै पठाउनु भएका कथाहरूलाई हामीले वाचन गर्ने गरेका छौं। नमस्कार श्रोता मित्रहरू, यहाँहरूले नेपालीइजरायल.net लाई मन पराइदिनु भएको छ अनि संसारको जुनै कुनामा भए पनि हामीलाई माया गरेर सुनिदिनु भएको छ। त्यसैले त हृदय छुने सुमधुर गीत संगीतको साथमा यहाँहरूलाई भेट्न नेपालीइजरायल.net को सञ्जाल भित्र जेलिएको यो एउटा मनको बह बिसाउने कार्यक्रम गीती कथामा श्रोता मित्रहरूलाई न्यानो अभिवादन गर्दै म प्रस्तुता लक्ष्मी अनुरागी उपस्थित भइसकेकी छु। प्राविधिक पक्षमा मलाई साथ दिइरहनु भएको छ मित्र श्रीकृष्ण भण्डारीज्यूले। पीर व्यथाहरू अरूसँग पोख्यो भने मन हलुको हुन्छ भन्छन्। त्यसैले त श्रोता मित्रहरू, तपाईहरूको दिनभरिको थकान भेट्न आउनुहोस्, एकैछिन भए पनि मलाई साथ दिनुहोस्। कथा वाचन गर्ने क्रममा गीती कथाको 18औं श्रृङ्खला स्वरूप म आज प्रवासमा रहेर पनि नेपाली भाषा साहित्य र संस्कृतिलाई प्रवर्धन गर्ने डायस्पोरा नेपालीहरूको प्रतिभालाई प्रस्तुत गर्ने क्रममा एकजना यस्ता प्रतिभा भएका हस्तीलाई प्रस्तुत गर्न गइरहेकी छु जो 1 दशक भन्दा पनि अघिदेखि मध्यपूर्वका विभिन्न देशहरूमा रहेर नेपालीहरूको हक हितको लागि रातो दिन समाजसेवामा खटिरहनु भएको छ। उहाँ समाजसेवी, साहित्यकार तथा पत्रकार एलेन सुवेदी हस्ती हुनुहुन्छ। पहाडकी रानी र पूर्वकी सुन्दरीको उपनामले चिनिएको सुदूर पूर्वको पहाडी जिल्ला इलाममा जन्मिनुभएका हस्ती गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय समितिको मध्यपूर्व उपसंयोजक पदमा हुनुहुन्छ। उहाँका कथा र लघुकथा, यात्रा संस्मरण, कविता गरी 2.5 दर्जन भन्दा बढी विभिन्न पत्र पत्रिका र वेब मिडियाहरूमा प्रकाशित भइसकेका छन्। त्रिभुवन विश्वविद्यालयबाट वाणिज्य शास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गर्नुभएका श्री एलेन सुवेदी हस्ती कथा विधामा मात्र नभएर यात्रा संस्मरण र पत्रकारितामा पनि त्यत्तिकै निपुण हुनुहुन्छ। मध्यपूर्वमा भएका नेपाली डायस्पोराको अध्येताको नामले चिनिनुहुने एलेन सुवेदी हस्तीले लेख्नु भएको मार्मिक र कारुणिक कथा आफन्तको खोजी शीर्षकको यो कथा प्रस्तुत गर्न गइरहेकी छु। कथा वाचन गर्नु अघि सदा चाहिँ आज पनि एउटा गजल वाचन गर्न गइरहेकी छु। मेरै सिर्जनामा रहेको गजलका भावहरू यस प्रकार छन्। पोल्दैन घामले गोधुलीमा लाल भएपछि, ठेक्दैन मायाले भिखारीको हाल भएपछि। पोल्दैन घामले गोधुलीमा लाल भएपछि, ठेक्दैन मायाले भिखारीको हाल भएपछि। डुब्दैछ जिन्दगी तर्नलाई कुनै ढुङ्गा छैन, डुब्दैछ जिन्दगी तर्नलाई कुनै ढुङ्गा छैन। मुटुमा नसुक्ने वेदनाको ताल भएपछि, ठेक्दैन मायाले भिखारीको हाल भएपछि। बिर्सियो निदले परेलीमा बास बस्न फेरि, बिर्सियो निदले परेलीमा बास बस्न फेरि। आँखामा आँसुको सागर चाहिँ छाल भएपछि, ठेक्दैन मायाले भिखारीको हाल भएपछि। घाइते भएर छटपटिँदै बाँच्नु पर्दो रहेछ, घाइते भएर छटपटिँदै बाँच्नु पर्दो रहेछ। गोलीले ढलेको हरिणको चाल भएपछि, ठेक्दैन मायाले भिखारीको हाल भएपछि। अन्धेरी रातको बर्सात चाहिँ भयो जिन्दगानी, अन्धेरी रातको बर्सात चाहिँ भयो जिन्दगानी। भाग्यको पानामा नियतिको जाल भएपछि, ठेक्दैन मायाले भिखारीको हाल भएपछि। पोल्दैन घामले गोधुलीमा लाल भएपछि। मरेको छैन अझै बाँकी छ
पनि सबै भन्छन् त भई सिउँदोला त भई सिउँदोला म मरेको छैन अझै बाँकी छ साथ तर पनि सबै भन्छन् त भई सिउँदोला त भई सिउँदोला मुहारभरि छल्किएका छन् पीडाका निशानी आँखा पनि रित्तिसक्यो नभएर पानी मुहारभरि छल्किएका छन् पीडाका निशानी आँखा पनि रित्तिसक्यो नभएर पानी कुन मोडमा मोडिएर कता पुग्छ बाटो एउटै मात्र छ कि कसो जिन्दगीको बाटो जिन्दगीको बाटो म मरेको छैन अझै बाँकी छ। हजुर, यस्तै यस्तै भाव झल्किएको आफ्नो मान्छेको खोजी शीर्षकको कथा वाचन गर्न गइरहेकी छु। स्वीकार गर्नुहुनेछ भन्ने आशा राखेकी छु। दलवीरले निराशाले भरिएको लामो सास तान्दै भुइँबाट एक अन्जुली माटो उठाएर आफ्नी आमाको चिहानमाथि खनायो। आँखाबाट आँसुका धारा बगाउँदै तिम्रो आत्माले परमेश्वरको बास पाओस्, जीवित हुँदा केही गर्न सकिन भन्दै निकै बेर खुक्का छोडेर गयो। आफ्नी मरेकी आमालाई सम्झेर त रोयो नै, त्योभन्दा बढी उसलाई वरिपरिको वातावरणले अझ धेरै भावुक बनाएको थियो। त्यो ठाउँ र पखेरा सबै उस्तै उस्तै थिए। जङ्गल अलिक पातलिएछ, 10-15 जति मसिना झुप्रा घरहरू थपिएछन्। वारिपारी खेत पाखा पखेरा उस्तै उस्तै नै हुन् जस्तो। उबेलाका खेतहरूमा अहिले कतै अदुवाको खेती, कतै अकबरे खुर्सानी, कतै आम्लिसो र धुसको घाँस लगाएछन्। मानिसहरूको काम गर्ने तौर तरिका अलिक फेरिएछ। जेठको महिना जताततै पालुवा र मुना पलाएका हरिया पाखा र खेतमा लह लह परेका मकैका बोटहरू, वारिपारी पाखामा वर्षाको समयमा गएका पहिराका सेता धर्साहरूले दलवीरको मनलाई कता कता उडाएर लग्यो। मलाई यो जिन्दगीले छुट दियो गन गन, मलाई यो जिन्दगीले छुट दियो गन गन, कहिले चोट दियो आफ्नो भनी, कहिले चोट दियो पराई बानी, मलाई यो जिन्दगीले चोट दियो गन गन।
फर्केको बगले पानी बर्खामा मायाको भेल पाउँछ सोचेको थिएँ दुःखमा मेरो कसैको त आँखा रसाउँछ किनकि एक दिन सोझोको पानी यो दुनियाँमा पालो आउँछ सोझो रुखलाई सबैले काट्ने रहेछन् छानी छानी पराईले काटे माया नमानी आफ्नाले काटे दुख्यो कि भनी मलाई यो जिन्दगीले छुट दियो गनी ऊ आफू बसेको नजिकैको तितेपातीको बोटमा मसिना ढुङ्गाले हान्दै अतीततिर हरायो। उनीहरू एउटा सानो बिरालो परेको पाखो बारी थियो। बारीको बीचतिर सानो झुप्रो घर अनि घरको तलतिरको छेउमा एउटा सुँगुरको खोर पनि थियो। अगाडिपट्टि दाउरा राख्ने सानो कठेरो, फेरि घर वरिपरि मसिना सिस्नाका छ्याङहरू थिए। पिँडालु सिमल तरुलका बोझ एउटा काब्राको रौ थियो। जीवन गुजारा गर्न सधैँ बनिबुत गर्नुपर्थ्यो। परिवारमा उसका आमा बाबु ऊ र 2 जना बहिनीहरू थिए। घरमा शान्ति भए त सिस्नो खोलेर पानी खाए पनि आनन्द नै हुन्थ्यो। तर गरिबी र अभावले घरमा प्राय सधैँ बाबु र आमाको झगडा परिरहन्थ्यो। आमा कहिले झुन्डिएर मर्छु भन्थिन्, कहिले भिरको आटा हाम फालेर मर्छु भन्थिन्। खेतको पुछारतिरबाट बग्ने भीमखाया रूप लिएर बगेको खोलातिर 2-3 पटक डुबेर मर्छु भन्दै गइन्। तर हामी बालबच्चाको मायाले होला त्यसै फर्किएर आउँथ्यौँ। हामीले रुनुभन्दा अरू केही उपाय नै थिएन। खप्नै नसकिने वेदना र गरिबीको पीडाले होला आमाको मन स्थिर थिएन जस्तो लाग्थ्यो। बाबुले पनि हरेक कुरामा हन्डर खाएर होला आफ्नो उत्तरदायित्व पूरा गर्ने कुरामा कान खसाइसकेका थिए। हामीलाई कहिल्यै चाडबाड आएन। खुसी भन्ने चिजले हाम्रो घरको सङ्घार टेकेन। हामी त्यसबेला कठोर पीडादायक जीवनको भुमरीमा फँसेका थियौँ। अभाव र गरिबीको बर्दाश्तले हामी बडो भयभीत थियौँ। हाम्रो सानो मैलो घर थियो। घरको सरसफाइ भने बन्दै थिएन। परिवार प्राय अर्धनग्न हुन्थ्यौँ। जुत्ता र चप्पल हामीले कसैले पनि देखिएन, कहिले देखेनौँ। नुहाउने धुवाउने कुरा त सूर्य उत्तरायण र दक्षिणायन नै हुनु पर्थ्यो। बाबु मानसिक हालत बिग्रिए जस्तै गरी आमालाई दिनु जसो पिट्ने गर्थे। बाबुले पिटेका नीलडाम लिएर आमा मेलापात गर्थिन्। यो पितृ सदात्मक मुलुकको लाचार मानिसहरूको घिनलाग्दो उदाहरण थियो। गाउँमा मुख देखाइ सक्नु थिएन। बाबुले आमा पिटेको बखतमा मेरा साना बहिनीहरू कठैबाट मसँगै टाँसिएर रुन्थे। म पनि उनीहरूसँगै सार हिँडाउँदै रुन्थेँ। हाम्रो घरमा सधैँ जसो बेलुका साँझ पर्ने बेलातिर यस्तै घटना हुन्थ्यो। हाम्रो धार्मिक परम्परा अनुसार त्यो एउटा अलक्षिणको सङ्केत पनि थियो। आउने दिनहरूको लागि अशुभ र अनिष्ट लक्षण थियो। आमाका कपडा फाटेर शरीरका संवेदनशील र लाजुने अङ्गहरू बाहिर देखिन थालेका हुन्थे। आमाको त्यस्तो हालतबाट प्रष्ट थाहा हुन्थ्यो कि आत्मसम्मान र सामाजिक हिंसा बोधको कारणले निकै गलिसकेकी थिइन्।
देखाइरहेछु हाँसी हाँसी चलिरहे खुसी सधैँ बनिरहेछु आगो सल्काई छातीभरि रूपको हाँसो देखाइरहेछु तातो सास आँखै छामे भुवरीमा जुनै पर्दा आँखाबाट झरी बर्छ खडेरी ओठ सुक्दा तातो सास आँखै छामे भुवरीमा जुनै पर्दा आँखाबाट म अलि मात्र सम्झन्छु सायद मेरा बहिनीहरूले त सम्झदैनन् होला कठैबाट सानै त थिए नि उनीहरू आमा बिस्तारै बिरामी परिन् गाउँमा अस्पताल र स्वास्थ्य चौकी थिएन धामी झाँक्री र पुजारी त गरियो त्यसले हुँदै भएन भगवान भरोसा भन्दा अरू कुनै उपाय थिएन हामीसँग पेट पाल्न त धौधौ थियो कसरी उपाय पनि हुन्थ्यो र भदौ महिनाको अन्तिमतिरको एक साँझ मुसल थारे पानीसँगै आमाले अन्तिम पटक सास फेरिन् हामी त सधैँ पनि रोइरहन्थ्यौँ त्यस दिन पनि रोयौँ नै आमा मरेपछि बाबु धेरै दिनसम्म रोए शोक धेरै गरे हतारमा गल्ती गरी फुर्सदमा पशुताही झैँ भयो होला बिचरा बाबुलाई पनि भोलिपल्ट बिहान गाउँलेहरू जम्मा भए कसैले बाँस काटे कसैले सेतो कपडा ल्याएर आमालाई बेर्न थाले छिमेकीहरू कसैले धान कसैले चामल ल्याइदिए आखिर छिमेकी यसैको लागि चाहिने रहेछन् उनीहरूले आफ्नो कर्तव्य पूरा गरे हामीसँग जात मिल्ने मानिसहरू कोही अगाडि लागे कोही पछाडि लागे कोहीले आमालाई अगाडि र पछाडिबाट काँध लगाए अगाडि हिँड्ने एकजना मानिसले ठाउँ ठाउँमा केही धान र 5-5 पैसा छर्न थाले मेरा बाबु आमालाई बिहे गरेर ल्याउँदाको खुसी र आजको दुःखद विदाईको पूर्ण नै नसकिने पीडाको सङ्घारको बीचमा थिए मलाई पनि मान्छेहरूले सँगसँगै लिएर गए कसैले बालककालमै डोरा डोरी भए भन्थे कोही ईश्वरको सृष्टि नै यस्तै हो भन्थे नजिकैको चिहान घारीमा मान्छेहरूले एउटा गहिरो खाडल खने र वरिपरिबाट ढुङ्गा लगाए बिस्तारै सानो नानीलाई नरम ओछ्यानमा सुताए जस्तै गरी मेरी आमालाई त्यस खाडलभित्र राखे र माथिबाट माटोले कुर्दै गए आमा छोपिँदै गए बिस्तारै आमाको जिउ र अनुहार मबाट टाढा हुँदै गयो आमा मबाट सधैँ सधैँका लागि हराएर गए मेरो हात समाएर अलि माटो आमाको चिहानमाथि राख्न लगाए हाम्रो घरको बत्ती निभ्यो जिन्दगी सधैँका लागि अँध्यारो भएर गयो मेरा कलिला दिनहरूमा मैले के नै गरिनँ र गाउँका प्राय सबैका घरमा भाँडा माझे गोबर भकारा गरेँ लुगा कपडा धोएँ र धेरै गाली अनि अपमान र कुटाई पनि खाएँ भोका दिनहरू गन्ने हो भने वर्षौं होइन युग पनि हुन्छ होला
म गाउँका दाजुहरूसँग पहाडबाट हप्तौँ लगाएर मधेसतिर गएर नुनका भारी ल्याएर गाउँका साउहरूलाई बेच्थेँ। 2-4 पटक ओहोर दोहोर गरेपछि अब त केही होला कि भन्ने लाग्न थालेको थियो। भत्केर अवशेष मात्र रहेको घरको गारोतिर आँखा डुलाउँदै आफू हिँड्ने बेलामा आफ्ना बहिनीहरूले हामीलाई कपडा ल्याइदेऊ है दाई भनेको, बाबुले चाँडै गएर राम्ररी आएस् भनेको कुरा सम्झँदै दलबीर फेरि एकपटक ठुलो आवाजमा रोयो। भक्खानिँदै छातीमा पिटी पिटी रोयो। गरिबीको पीडा र मातृ वात्सल्यको अभावले खरानी भएको दलबीर फेरि गाउँ फर्किएन उतैतिर हरायो। उमेर ढल्कँदै गरेको जीर्ण शरीर भएको आफ्नो बाबु र कलिला माया लाग्दा बहिनीहरूलाई सम्झँदै उनीहरूमाथि ठुलो अन्याय गरेको अफसोस जतायो। उसले मनमा नै सोच्यो, साँच्चै मेरा बाबु र बहिनीहरू कहाँ गए होला। अब त बहिनीहरूको बिहेबारी भयो होला। बाबु बाँचेका भए मलाई देखेर खुसीले कति रुँदा हुन्। सायद अब त मलाई चिन्दैनन् होला। एउटा कुरा त पक्का पक्की छ, हाम्रो घरको अवशेष हेर्दा उनीहरू यहाँ छैन। आमा यहीँ सडिन्। म कहाँ कहाँ भौतारिएँ, कहाँ कहाँ पुगेँ। बाबु र बहिनीहरू कता लागे। हरे विधाताको खेल पनि यस्तो हुन्छ र भन्दै आमाको चिहानतिर हेर्दै दलबीर फेरि टल्पलायो। जिंदगी के हो आगोको लपका हो कि अचानोमा लागेको सयौं छपका हो। यो जिंदगी के हो आगोको लपका हो कि अचानोमा लागेको सयौं छपका हो। लाख कोशिश गरे पनि बुझ्नै सकिन, जहाँ ढलेमा त्यहाँबाट उठ्नै सकिन, उठ्नै सकिन। यो जिन्दगी के हो आगोको लपका हो कि अचानोमा लागेको सयौं छपका हो। जुन हाँगा समाउँछु त्यही नै भाँचिदिन्छ, जहाँ पाइला टेक्छु म त्यता नै भाँसिदिन्छ। जुन हाँगा समाउँछु त्यही नै भाँचिदिन्छ, जहाँ पाइला टेक्छु म त्यता नै भाँसिदिन्छ। किन यस्तो हुन्छ भनी बुझ्नै सकिन, किन यस्तो हुन्छ भनी बुझ्नै सकिन, किन यस्तो हुन्छ भनी बुझ्नै सकिन। यो जिन्दगी के हो आगोको लपका हो कि अचानोमा लागेको सयौं छपका हो। बाट खसेको ढुङ्गा जस्तै भएछु, भुमरीमा फसेको
ढुङ्गा जस्तै भएछु भिरबाट खसेको ढुङ्गा जस्तै भएछु भुमरीमा फसेको ढुङ्गा जस्तै भएछु यो कस्तो नियति हो मैले बुझ्नै सकिनँ यो कस्तो नियति हो मैले बुझ्नै सकिनँ यो कस्तो नियति हो मैले बुझ्नै सकिनँ यो जिन्दगी के हो आगोको लपका हो कि अचानोमा लागेको सेयो छपका हो यो जिन्दगी के हो आगोको लपका हो कि अचानोमा लागेको सेयो छपका हो लाख कोशिश गरे पनि बुझ्नै सकिन जहाँ ढलेमा आफ्ना आफन्तको नाली बेली काया कैरन त तिनै अरियाल बाजेले मात्र बताउन सक्छन् भन्दै दलवीर धनपति अरियाल बाजेका घरतिर लाग्यो गाउँको पुरानो शैलीको घर बाहिर सिकुवामा पुरानो खाटमाथि मैलो परेको राडी ओछ्याएर बसेका अरियाल बाजे धेरै बुढा भएछन् दाँतहरू सबै झरेछन् आँखाभित्र भासिएर अनुहार चाउरिएछ दिनगन्दै अस्ताउन लागेको डाँडाको घाम भएछन् अरियाल बाजे पनि कठैबरा अरियाल बाजेले दलवीरलाई देखेपछि बाबुलाई त अघि देखेको थिएन कहाँ जाने के थरा हो भन्दै सोधे बाजे म आइतेको छोरो दलवीरे हो चिन्नु भएन र भन्दै दलवीरले जवाफ दियो कहाँ चिन्नु र बाबु त त भागेको धेरै वर्ष भयो लाठे पो भइ जस्तो यत्तिका वर्ष कहाँ गइस् त बाबु भन्दै अरियाल बाजेले फेरि सोधे बाजे म त उतै मधेसतिर नै पुथे हराए त भन्दै दलवीरले छोटो जवाफ दियो तेरा सन्तानहरू पनि कहाँ कहाँ पुगे दलवीरले स्तब्ध हुँदै सोध्यो कता कता गएर बाजे तेरो बाबु क्षयरोग लागेर यहीँ मर्यो बहिनीहरू झोडातिर उतै आफै बिहे गरेर गए भन्थे परारका साल कान्छी बहिनी 2 वर्षको छोरा लिएर आएकी थिए मेरै घरमा 7 दिनसम्म बसेर गई तिनीहरू पनि कहाँ जाउन् र जाने ठाउँ छैन आफ्नै घर जस्तो गरेर आएकी थिए बिचरा घर त झोडातिर कता पो भन्थे दलवीरको मनले ठाउँ छोड्यो बाजे म पछि आउँछु भन्दै ऊ फेरि आफ्ना आफन्तको खोजीतिर लाग्यो मलाई भरि भक्काउँदै आँखा भरि आँसु बोकेर ऊ फेरि आफ्ना आफन्तको खोजीतिर लाग्यो यात्री एउटा रुमल्ली हिँड्ने अँधेरी रातमा यात्री एउटा कहानी लेख्ने जंगली पातमा यात्री जिन्दगी बित्यो सहारा सधैँ आँसुको लिएर जिन्दगी बित्यो सहारा सधैँ आँसुको लिएर उजाड रह्यो जीवन त्यसै दुःखमा जिएर म सामु कहिले किना हो किन मधुमास आएन यात्री गीति कथा पठाएर हामीलाई सहयोग गर्नुहुने मित्र एलन सुवेदी हस्ती प्रति हामी आभारी छौं। श्रोता मित्रहरू तपाईहरू पनि आफ्ना जिन्दगीका भोगाई र अनुभूतिहरूलाई लेखेर हामीलाई पठाउनुहोला। हाम्रो ठेगाना हो
nepalisrael@yahoo.com, info@nepalisrael.net। श्रोता मित्रहरू, यहाँहरूलाई आजको प्रस्तुति कस्तो लाग्यो? कृपया आफ्नो अमूल्य प्रतिक्रियाको साथमा सुझाव पनि दिनुहुनेछ भन्ने आशा राखेका छौं। हवस् त श्रोता मित्रहरू, आगामी श्रृङ्खलामा सुमधुर गीत संगीत अनि कथा लिएर यहाँहरूसँग भेट्ने बाचा गर्दै यस कार्यक्रमबाट म प्रस्तुता लक्ष्मी अनुरागी लगायत नेपालीइजरायल.net परिवार बिदा चाहन्छौ। यहाँहरूको हर पल शुभ रहोस्। धन्यवाद। बसन्त छाएना यात्री एउटा रुमल्ली हिँड्ने अँधेरी रातमा, यात्री एउटा कहानी लेख्ने जंगली पातमा, अँधेरी रातमा, अँधेरी